हेलो नमस्ते साथीहरू। आज हामीले धेरै दिनपछि चाहिँ यो भिडियो कानुनी व्यवस्था सम्बन्धी भिडियो लिएर उपस्थित भइसकेको छौँ, जुन यस प्रकार छन् कि अब जान्न चाहन्छु कि केही कानुनी अदालती शब्दावलीहरूको बारेमा अब कुन मुद्दालाई के भनेर चिनिन्छ भने त्यो सबै कुरालाई आज स्पष्ट रूपमा जान्छु है। विधिशास्त्र भनेको के हो? कानुनी तथा न्यायिक व्यवस्थाको व्यवस्थित रूपमा अध्ययन गर्ने शास्त्र हो। मुद्दा भनेको के हो त? हक बाहेक छुट्याउन वा न्याय पाउन अदालतमा परेका विवाद। मिसिल भनेको त कुनै विवादको सम्बन्धमा तयार भएका सम्पूर्ण कागजात राखिएको फाइल। फिराद, नालिस, निवेदन तिनटै भनेको एउटै कुरा हो, तर फिराद वा निवेदन भनेको के हो? आफ्नो कानुनी हक प्रचलन गराउने उद्देश्यले न्यायिक निकाय मार्फत दाबी गर्न प्रस्तुत गरिएको लिखित सरकारवादी हुने मुद्दा भनेको अभियोग पत्र भनिने हो। प्रतिवाद वा प्रत्युत्तर भनेको के हो? अब कसैले कानुन बमोजिम प्रचलन गराउने मनसायले न्यायिक निकायमा लिएको दाबीलाई यसो हो यस्तो होइन भनी खण्डन गर्न सम्बन्धित न्यायिक निकायमा प्रस्तुत गरिने लिखतलाई प्रतिवाद वा प्रत्युत्तर भनिन्छ। अब पूर्ण आवेदन भनेको के हो? माथहातका आडामा अदालत अथवा तल्लो तहको अदालतबाट भएकै फैसलामा चित्त नबुझी सो उपरमाथिल्लो अर्डर अदालतमा गर्ने निवेदन हो। अब पूर्ण अवलोकन भनेको के हो? सर्वोच्च अदालतले आफैले गरेको फैसला उपर पूर्ण विचार गर्ने कार्य। न्यायिक पूर्ण अवलोकन भनेको के हो? राज्यका अङ्गले गरेका कार्यहरू संविधान अनुकूल भए नभएको सम्बन्धमा परीक्षण गर्ने न्यायपालिकाको महत्त्वपूर्ण अवधारण अधिकार हो। पूर्व पक्ष भनेको के हो? बहस, छलफल, खुला इजलासको सम्पूर्ण कारबाही। इजलास भनेको के हो? इन्साफ गर्दाको अवस्थामा न्यायाधीश रहने कोठा। अब पेशी भनेको के हो? बेन्च वा इजलासमा मुद्दा पेश गर्ने काम। हकदाया भनेको के हो त? मुद्दा गर्न वा कुनै काम गर्न कानुनले अधिकार दिएको अवस्था। हदम्याद भनेको के हो त? मुद्दा दर्ता गर्न कानुनले तोकेको निश्चित अवधि वा दिन। मौजुदा कानुन, हाल प्रचलनमा रहिरहेको कानुन। विधेयक भनेको के हो? संसदमा प्रस्तावित ऐन वा संविधानको संशोधन मस्यौदा। देवानी कानुन भनेको के हो? हक, अधिकार, प्रतिष्ठा, दायित्व, लेनदेन जस्ता पक्षहरूसँग सम्बन्धित कानुन। फौजदारी कानुन भनेको के हो? अब जस्तै जीवन स्वतन्त्रता तथा सम्पत्तिको रक्षा गर्ने कानुन। अपराध र दण्ड सजायसँग सम्बन्धित कानुन। सर्वान कानुन भनेको के हो? व्यक्ति हक, अधिकार एवं कर्तव्यको व्यवस्था गर्ने कानुन। कार्यविधि कानुन भनेको के हो त? सर्वान कानुनले व्यवस्था गरेका हक अधिकारलाई कार्यान्वयन गर्ने प्रक्रिया निर्धारण गर्ने कानुन। अब फैसला भनेको के हो? कुनै अदालत वा न्यायिक निकायबाट भएको अन्तिम आदेश। किनारा भनेको के हो? टुङ्ग्याउने वा फैसला गर्ने कार्य। रिट भनेको के हो त? कुनै काम गर्न वा नगर्न जारी अधिकार प्राप्त निकायद्वारा जारी गरिने विशेषाधिकारयुक्त आदेश हो। प्रत्यायोजन भनेको के हो? आफ्नो काम, कर्तव्य, अधिकार, जिम्मेवारी, शक्ति वा आफै कुनै अर्को व्यक्ति वा निकायमा सौंप्ने कार्य। अभियोग पत्र भनेको के हो? अनुसन्धान कार्य सकिए पश्चात अभियोजनकर्ताको आरोपी उपर मुद्दा दायर गर्ने कार्य। अभियुक्त भनेको के हो? अभियुक्त भनेको फौजदारी अभियोगमा मुद्दा दायर गरिएको व्यक्ति। हस्, थ्याङ्क यू साथीहरू। यो चाहिँ विशेष न्याय सुब्बा र शाखा अधिकृतका लागि उपयुक्त भिडियो रहेको छन्, जुन कानुनी व्यवस्थाहरूसँग सम्बन्धित रहेको छ।